नमस्कार प्रणाम गोड़ लगे छी। हम शिवानी मिश्र मॉडल खबर में अपने के स्वागत करै छी। विद्यार्थी के भविष्य के कहबै कर्णधार कहल जाइ छै। ताहि के लेल विद्यार्थी के शिक्षा के सक्रिय होनाइ आ मजबूत होनाइ अति आवश्यक होइ छै। अखन के केंद्र में कहबै तऽ विद्यार्थी सबके लेल शिक्षा एन नहीं बनाब सकल छै। ताहि के कारण नहीं प्रदेश बनाब सकल नहीं स्थानीय बनाब सकल, जाहि के वजह से शिक्षा क्षेत्र में बहुत समस्या होइ छै। वही शिक्षा पक्ष के लऽ विद्यार्थी सबके मांग के लऽ किछु विद्यार्थी सब आंदोलित भेल छथि, ताहि हुनका सबसँ बातचीत करै छी। के नाम छ तपाईको? मेरो नेत्र चापागाई, म नेपाल समाजवादी विद्यार्थी युनियनको केन्द्रीय अध्यक्ष। मेरो घर चाहिँ कास्की। किन आन्दोलन गर्नु भइरहेछ? यो नेपालमा 72 सालमा संविधान जारी भयो। संविधान जारी भइसकेपछि 3 वर्षभित्र शिक्षा सम्बन्धी ऐन ल्याउन पर्ने नेपालको संविधानको प्रावधान छ। तर आज संविधान जारी भएको 9.5 वर्षसम्म पनि नेपालमा शिक्षा ऐन नआउँदा 753वटै स्थानीय तहले आफ्नो शिक्षा ऐन बनाउन पाएका छैनन्, 7वटै प्रदेशले आफ्नो ऐन बनाउन पाएका छैनन् भने देशभरिको शिक्षकहरूको कति तहको शिक्षाको के हो भन्ने कुराको कानुनी प्रश्न बनाउँदा देशभरिको विद्यालय सञ्चालनमा जटिलता सिर्जना भएको छ। त्यही भएर यो देशमा संविधान जारी भइसकेपछि तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको नेतृत्वमा तत्कालीन शिक्षा मन्त्री आफ्नै नेतृत्वमा 40 जना विज्ञ राखेर उच्च स्तरीय शिक्षा आयोग बनाइयो। त्यो आयोगले एउटा प्रतिवेदन बनायो, तर त्यो प्रतिवेदनको आधारमा यो सङ्घीय संसदबाट तत्काल शिक्षा ऐन जारी गर्नुपर्छ भन्ने हाम्रो पहिलो माग हो भने दोस्रो माग भनेको हामीले माइती घरमा चाहिँ 11 दिनसम्म यसरी नै उभिएर इसिडी सम्बन्धी मागलाई सम्बोधन गर्न राज्यलाई बाध्य बनाएका थियौँ। तर आज यो शिक्षा ऐनमा ती मागहरू छुटेका छन्। त्यो इसिडीमा बालबालिकाको खाजा, बालबालिकाको खुट्टामा चप्पल हाल्नुपर्छ, बालबालिकाका चाहिँ जाडोमा न्यानो कपडा पाउनुपर्छ र बालबालिका राम्रो खाजा खान पाउनुपर्छ लगायतका हाम्रा मागलाई सम्बोधन गर्न पनि हामी दोस्रो माग लिएका छौँ भने तेस्रो कुरा भनेको यो देशमा विद्यार्थीहरूले जम्मा 400 रुपियाँ 1 वर्षको छात्रवृत्ति पाउँछन्, जो 59 सालदेखि आजसम्म छ। त्यसलाई बढाएर 5000 पुर्याइनुपर्छ भन्ने हो। र चौथो कुरा भनेको यो देशमा आज उद्योगले पैसा तिर्न पर्दैन भन्ने प्रधानमन्त्री भन्नुहुन्छ बिजुलीको, तर आज यो देशमा आज यस्तो चिसोमा बालबालिकाहरूले हिटर ताप्न पाइरहेका छैनन्। गर्मीमा मधेसमा त गर्मीका कारणले बच्चाहरू ढल्ने अवस्था सिर्जना हुन्छ, त्यति बेला चाहिँ फ्यानको प्रयोग गर्न पाइरहेका छैनन् भने पहाडमा कम्प्युटर प्रयोग गर्न पाइरहेका छन्। त्यस कारणले 6 युनिटसम्म बिजुली र पानी फ्री गरिनुपर्छ भन्ने कुरा हो। आज प्रत्येक स्कुलको हेडमास्टरले आज जनप्रतिनिधिले वडा सदस्यले महिनाको भत्ता 1000 एउटा बैठकको 1000 भत्ता खान्छ, तर यो देशको एउटा हेड सरले जम्मा 200 रुपियाँ महिनाको भत्ता पाउनुहुन्छ। हेड सर भए त्यसलाई समयानुकूल वृद्धि गरिनुपर्छ। त्यो सबै बजेट चाहिँ यो CSR सामाजिक उत्तरदायित्वबाट हामी वर्षको 10 अर्ब जम्मा गर्न सक्छौँ। त्यसलाई शैक्षिक कोष बनाएर शिक्षालाई निःशुल्क भनेर लेखिएको संविधानलाई कार्यान्वयन गर्न सकिन्छ भन्ने हाम्रो प्रतिबद्धता हो, हाम्रो विश्वास हो र यो राज्यसँग माग हो। हामी 10 बजेदेखि 5 बजेसम्म यो चोकमा उभिरहन्छौँ र यो 7औं प्रदेश हो। पोखराबाट सुरु गरिएको यो अभियान जो अहिलेको शिक्षा मन्त्रीको गृह जिल्ला हो त्यहाँबाट सुरु गरेर धनगढी, सुर्खेत, नेपालगञ्ज, विराटनगर, हेटौँडा हुँदै जनकपुर छौँ र यदि यहाँ गर्दा पनि राज्यले सुनेन भने काठमाडौँमा हामी अनिश्चितकाल उभिन्छौँ। यसको अर्थ यो होइन कि हामी बन्द हडताल यो चाहिँ सुशासन र समृद्धि युगमा बन्द र हडताल गर्न नपरोस्, हाम्रो आन्दोलन कारणले नागरिकले दुःख नपाउन् भनेर हामी एकल रूपमा 10 बजेदेखि 5 सम्म उभिरहेका छौँ। शिक्षा ऐन नआएकोले शिक्षामा के प्रभाव परेको छ? शिक्षा ऐन नआउँदाखेरि चाहिँ स्थानीय तहले आफ्नो जस्तो अहिलेको संविधानमा स्थानीय तह अन्तर्गत माध्यमिक तहको शिक्षा भन्ने प्रश्न लेखिएको छ, तर त्यसको ऐन नबन्दा स्थानीय तहले आफ्नो पाठ्यक्रम बनाउन पाएको छैन, आफ्नो कर्मचारी राख्न पाएको छैन, शिक्षक राख्न पाएको छैन, आफ्नो त्यो परीक्षा प्रणाली कस्तो बनाउने, शिक्षण विधि कस्तो बनाउने प्रत्येक स्थानीय तहले आफ्नो बनाउन पाउँथ्यो, त्यो बनाउन पाएको छैन भने प्रदेश सरकारले शिक्षाको दायित्व के हो भन्न अहिलेसम्म पनि स्पष्ट छैन। त्यसकारण त्यसको कानुनी जटिलता छ पहिलो कुरा त होइन। दोस्रो कुरा चाहिँ संविधानमा लेखिएको ऐन नआउँदाखेरि त्यस शिक्षकले 17 थरी शिक्षक छ, त्यो शिक्षकलाई के कस्तो बनाउने, कस्तो थाई, कति तलब, कहिले बढुवा कहिले सरुवा, कसरी सरुवा भन्ने कुराको सारा अस्पष्टता छ। र यो इसिडीमा चाहिँ 40,000 शिक्षकहरूलाई राज्यले शिक्षकै मान्दैन, जो आज देशका आमाहरू हुन् जसले चाहिँ साना बालबालिकाहरूको स्याहार गरेर बसिरहेका छन्।
तिनलाई पढ्न लेख्न र खेल्न सिकाइरहेका छन् तिनलाई शिक्षक मान्दैन र 7,000 देखि 17,000 सम्म प्रत्येक ठाउँमा फरक फरक तलब दिएर तिनलाई अपमानित गरिएको छ र त्यसले गर्दाखेरि सरकारी स्कुलमा चाहिँ विद्यार्थीहरूको आकर्षण कमजोर भएर त्यसले प्राइभेटमा विद्यार्थीहरूको आकर्षण बढेको छ त्यसलाई सरकारले त्यही भएर हामीले सिपमूलक शिक्षा चाहन्छौँ उद्यमशील समाज चाहन्छौँ र चाहिँ हामी सरकारी विद्यालय आकर्षण विद्यालय चाहन्छौँ र सम्मानित शिक्षक चाहन्छौँ त्यसका निम्ति हामी आन्दोलन गर्छौँ तपाईले विश्वास छ कि तपाईको आन्दोलनले सरकारले चाहे राज्यले तपाईको कुरा सुन्नुहुन्छ मलाई विश्वास छ किनभने नेपाली कांग्रेस र नेकपा एमालेको 2/3 बहुमत प्राप्त यो देशमा सरकार छ दुईटा शक्तिशाली पार्टीहरूको ती दुईटै पार्टी बहुदलीय जनवाद र लोकतन्त्रमा विश्वास गरेर आफ्नो घोषणापत्रमा लेखेर गएका छन् र नेकपा एमालेको प्रधानमन्त्री हुनुहुन्छ आज यो देशको प्रधानमन्त्रीले चुनाव लडेको घोषणापत्र हेर्ने हो भने शिक्षकलाई निजामतीको भन्दा 20% बढी तलब दिन्छु भनेर घोषणापत्र लेखेर उहाँले चुनाव जितेर जानुभएको त्यो लोकतान्त्रिक सरकारलाई पनि हामी उभिएर नागरिकलाई लामो समय उभ्यायो वा त्यसलाई सुनाउन पनि हामी सडकमा गएर बन्द हडताल र तोडफोड र ध्वंसात्मक आन्दोलन गर्न पर्यो भने हिजो निरङ्कुशता र यो लोकतन्त्र बिचको के फरक के अन्तर हुन्छ भन्न हामी चौबाट सोध्न चाहन्छौँ र मलाई विश्वास छ मेरो देशमा लोकतन्त्र छ डेमोक्रेसी छ त्यो डेमोक्रेसी सरकारले हाम्रो माग होइन कि यो सरकारको आफ्नै माग हो आफ्नै प्रतिबद्धता छिटो पुरा गर्छ मलाई विश्वास के नाम छ तपाईको ईश्वर रिजाल कहाँबाट आउनु काठमाडौँबाट तपाईको यहाँ हेरिरहेको छु हाम्रो एकबद्धता छ यो आन्दोलनमा तपाईको के एकबद्धता छ र किन छ विद्यार्थीहरूका जायज मागहरू लिएर विद्यार्थी सङ्गठनको आयोजनामा यो जुन कार्यक्रम भइराखेको छ यो कार्यक्रमले आम उत्पीडित विद्यार्थीहरू जो अहिले पनि म देखिराखेको छु जनकपुरको यही स्कुल गएका मान्छेहरूको कपडाहरू च्यातिएको अवस्थामा भएको खुट्टामा चप्पल नभएको अवस्थामा भएको नाङ्गै मान्छेहरू हिँडिराखेका छन् यस्तो विषयमा राज्यले शिक्षा ऐन ल्याउँदाखेरि चाहिँ ती कुराहरू समेटेर ल्याओस् भन्ने उहाँहरूको बहुत राम्रो जायज माग छ त्यो माग चाहिँ यो सरकारले अब ल्याउँदै गरेको शिक्षा ऐनमा लागू गरोस् भनेर जो उहाँले प्रयत्न गर्नुभएको छ हामीले यो भद्र ढङ्गले राज्यलाई घचघचाउने कामको लागि उहाँले जुन गर्नुभएको आन्दोलन छ त्यसमा हाम्रो नेपाल समाजवादी पार्टी पूर्ण एकबद्धता जाहेर गर्छ शिक्षाको लागि हाम्रो राज्यमा शिक्षा ऐन कति आवश्यक छ त्यो त नितान्त रूपमा कुनै पनि राज्यमा शिक्षा ऐन हुनैपर्छ शिक्षा ऐन हिजो पनि थियो तर त्यो कमजोर थियो त्यो शिक्षा ऐनलाई व्यवस्थित बनाउनको निमित्त ऐन सम्बन्धी चाहिँ विभाग बन्यो त्यो विभागले प्रयत्न गर्यो र गर्दैछ हाम्रो मात्र अहिले माग के हो भने यो विरोध भन्दा पनि हामीले शिक्षा ऐनमा यी कुराहरू समेटियोस् यो विद्यार्थी नेताले 11 दिन काठमाडौँमा खाली खुट्टा जो आन्दोलन गर्नुभयो त्यो बेला पनि हामीले त्यहाँ एकबद्धता जाहेर गरेका थियौँ र आज म यता काम थियो र यता तल आएको बेलामा थाहा पाएँ उहाँ जनकपुरमा आउँदै हुनुहुन्छ भनेपछि म उहाँलाई यही एकबद्धता जनाउनु भनेर म अन्त गएको मान्छे फर्केर आएको हुँ खास गरिकन यो राज्यले गर्ने शिक्षा ऐन जुन छ त्यसमा चाहिँ जाहेर गर्न लागेको उसमा चाहिँ शिक्षा ऐन सम्बन्धी राम्रो ढङ्गले उहाँका जुन मागहरू त्यो उहाँको माग होइन राज्यकै माग हो आम जनताको माग हो खास गरिकन जुन बोर्डिङ स्कुलहरूलाई शिक्षामा जो व्यापार भइरहेको छ व्यापारलाई चाहिँ अन्त्य गरौँ शिक्षामा सबै सर्वसुलभ होस् भनेर उहाँहरू जो आन्दोलनमा हुन्छ हिजोदेखि निःशुल्क शिक्षा भनिएको छ तर निःशुल्क छैन धनीका छोराछोरीहरू ठुला बोर्डिङहरूमा पढ्छन् गरिबका छोराछोरीहरू स्कुलमा पढ्नुपर्छ त्यही स्कुल पनि खारेजको अवस्थामा छन् इसिडीका भनेको बालबालिकालाई पढाउने शिक्षकहरूको कुनै राम्रो खालको चाहिँ व्यवस्था छैन राज्यले व्यवस्था गरेर अहिले भएको राज्यबाट चाहिँ प्रमोट गर्ने ठुला स्कुलहरूमा बोर्डिङ नपढाएदेखि गाउँमा लाज हुने अवस्था हामी किसानका छोरछोरी गरिबका छोरछोरीहरू बोर्डिङ नपढाउँ बच्चाले गाह्रो मान्छ होइन तर स्कुलहरू खारेज हुने अवस्था छ त्यसो हुँदा राज्यले यो बारेमा राम्रो नीति ल्याओस् भनेर उहाँहरूले जो आन्दोलन गर्नुभएको छ त्यो एकदमै जायज छ त्यो जायज आन्दोलन भएको हुनाले मैले चाहिँ उहाँहरूलाई हामीले चाहिँ एकबद्धता जाहेर गरेका हौँ शिक्षा ऐन लागेपछि हाम्रो राज्यमा शिक्षा क्षेत्रमा कस्तो प्रभाव पर्न सक्छ त्यो स्वाभाविक रूपमा शिक्षा ऐनले नेपालको शिक्षा नीति नै परिवर्तन गर्छ शिक्षा नीति लागू त पहिल्यैदेखि छ ऐन त पहिलेदेखि त्यसलाई राम्रो ढङ्गले व्यवस्थित गरेर जाओस् अहिले जुन त्यसको लिखन कार्यहरू भइराखेको छ ल्याउने तयारी उहाँहरूले प्रतिबद्धता जाहेर गर्नुभएको छ पटक पटक शिक्षा मन्त्री जो हुन्छ गिरिराजमणि पोखरेल हुनुहुँदाखेरि पनि केही कुरा उहाँले गर्नुभएको छ पछि सुमना श्रेष्ठ हुँदा पनि गर्नुभएको छ तर खासै यो सम्बन्धी चाहिँ अहिले आउने शिक्षा ऐनमा लागू हुन्छ कि हुन्न हामीलाई त्यहाँ शङ्का छ त्यसो हुँदा यो सरकारले त्यसमा लागू गरोस् भन्ने उद्देश्यका साथ
हामीले गरेका हौँ र त्यो भयो भने शिक्षामा आमूल परिवर्तन हुन्छ, शिक्षामा सुधार हुन्छ, देशमा समृद्धिको बाटोमा जान्छ, आम गरिबका जनताको छोरछोरीहरू पनि राम्रो खालको उच्च शिक्षा पाउँछन्। त्यसको निमित्त चाहिँ यो गरिएको आन्दोलन जायज छ र अब राज्यले त्यो बारेमा ध्यान दियोस् भन्ने मात्रै हो आन्दोलन। तपाईँहरूको यो आन्दोलनले तपाईँहरूको मागलाई कतिको सक्रिय बनाउन सक्छ? त्यो त निश्चित रूपमा हामीले यो भद्र खालको आन्दोलन गरेका हौँ। हामीले कुनै भिडभाड चक्काजाम हाम्रो त्यस्तो केही छैन। हाम्रा आफ्ना मागहरू लिएर हामी उभिएका छौँ र फेरि सबै अध्यक्ष जो पनि मन्त्री हुनुहुन्छ उहाँहरूले आएर फेरि यसलाई एकदम हटली यो ठिक छ, यो आन्दोलन ठिक छ, हामी पुरा गर्छौँ नै भनिराख्नु भएको छ। त्यसो हुँदा हामीलाई के विश्वास छ भने अब अहिले बन्ने शिक्षा ऐनमा हाम्रा मागहरू पुरा हुन्छन् र यो उहाँहरूले गरेको प्रतिबद्धता पुरा गर्नुहोस् भन्ने मात्रै हाम्रो कुरा हो।